चाहिँ अक मात्र नभएर असै भनेको नेपाल प्रहरीको असैको लागि एसिस्टेन्ट सब इन्सपेक्टरको लागि पनि यो म्याच गर्छ। सो लेट्स डिस्कस अन द सब्जेक्ट म्याटर। इफ यु वेयर प्रेजेन्ट इन द प्रिभियस क्लास, तपाईँ योभन्दा अघिल्लो कक्षामा सहभागी हुनुहुन्थ्यो भने, उपस्थित हुनुहुन्थ्यो भने, I had discussed about articles. आर्टिकलको विषयमा छलफल गरेको थिएँ। तपाईले भिडियो पनि प्राप्त गर्नुहुन्छ। सो we had the online featuring means what live video as well. So you can see that video as well. त्यो भिडियो पनि हेर्न सक्नुहुन्छ। So we are here from Bagbazar Dream High Education Academy. So in the beginning, सुरुमा मैले तपाईहरुलाई भनेको छु, फेरि पनि I want to remind you about the syllabus. While preparing for the competition भनेको यो प्रतिस्पर्धाको लागि हामीले तयार गरिरहँदाखेरि हामीले बुझ्नुपर्ने कुरा भनेको we have to be very clear about the syllabus. Means what are the different contents we have to consider. हामीले बुझ्नुपर्ने, हामीले कन्ठ पार्नुपर्ने भनेको के हो? अकको साथीहरुको लागि तपाईहरुको आर्टिकल छ, रिडिङ टेक्स्ट भनेको प्यासेज छ, टेन्स छ, ट्रान्सफर्मेसन अन्तर्गत के छ, नेगेटिभ बनाउने, पोजिटिभ बनाउने अथवा एफर्मेटिभ, यस नो क्वेसन, डब्ल्युएच क्वेसन, ट्याग क्वेसन, आर्टिकल, प्रिपोजिसन फिक्स दिएको छ। यसै गरी अन्य असैको साथीहरुको लागि त्यस्तै छ। असैको कोही साथी यहाँ जोइन हुनुहुन्छ भने तपाईहरुको राइटिङमा अलिकति ट्रान्सलेसन हो, भाषा अनुवाद गर्ने, रिपोर्ट राइटिङ इन लेटर फर्म पनि हुन्छ। त्यो कुराहरु हामीले कन्सिडर गर्नु पर्यो। सो our discussion will be on articles. Article मा विशेष गरी म I provide you 5 question in the beginning for warm up activities. तपाईहरुलाई यसो वार्म अप हुन्छ, 5 वटा क्वेशन दिए मैले। सो A and the whichever is the right one, कुन चाहिँ मिल्छ तपाईहरुले ट्राई गर्नुस् है त। Then we start our new content भनेको नयाँ कन्टेन्ट सुरु गर्छौं। Before that, he is the options given on the top, A, either A, and or the, whichever is right, कुन चाहिँ ठीक हुन्छ use. He is university student. University student. Similarly, I have 1 rupee note. See the sentences here. Himlal is reading Ramayana. See, number 4. C is HA. Now see, next one, Babu Ram is keeping EWEU. Okay, everybody, please try yourself. In the first, which one is the right one? You make a note, just
either a, n or the, whichever is right. कुन चाहिँ ठिक हुन्छ? Okay. You can mention if you have the will or desire, इच्छा छ भने you can mention in the chat box there. So message box, I mean chat box, or you can realize yourself. Okay, while choosing the right article means a, n or the, we have to remember the rules. A and the. Okay, Mois Thapaji has mentioned number first a, n, the, n, a. First को भन्नु भएछ a or a, n, the, o, n, and 5a. Okay, let's try. Try means let's check the answer here. मैले यो भन्दा अघिल्लो क्लासमा पनि भनिसकेको छु, तपाईहरुले पढ्नु भएको छ, कुनै पनि a र n लगाउनु पर्यो भने के हुनु पर्छ? सिंगुलर नाउन हुनु पर्यो। त्यो भन्दा पछाडी a र n लगाउनलाई सिंगुलर छैन भनेदेखि we cannot use a or n. पढ्दाखेरि अनि उच्चारण गर्ने भनेको we have to pronounce. उच्चारण गर्दा अगाडिको अ आई भावल भए एन हुने भो, क ख ग घ भए अ हुने भो, क टु ग क ख ग घ आउँछ। Okay, let's try. He is university, you, student, only one singular noun. So here you, ya, that comes with consonants, therefore is the right answer here. Now, anyone, don't see the letter हेर्ने हैन, a e i o u हेरेर हुन्न उच्चारण गर्ने। रुपी note means only one singular noun is here. So one wa o comes, it is consonant, व्यञ्जन वर्ण हो। व्यञ्जन वर्णमा यस्तो क देखि ग सम्मको आवाज आउनेमा हामीले अ लगाउँछौं। अ आ इ आउने भावल भन्छ, स्वर वर्ण त्यसमा। Okay, number 4, h a, h c, h letter is here, h a, health assistant. So a a e को group रह्यो n. Himlal, number 3, let's focus on number 3. Himlal is reading, द भयो। आज हामीले पढ्ने भनेको यो द को रुल पढ्दैछौं मतलब we are just discussing, छलफल गर्दैछौं। Himlal is reading the Ramayana. Ramayana is a holy book or sacred book, the religious book, धार्मिक ग्रन्थ अगाडि द लाग्छ, यो एउटा मैले थप्दिएँ। So Baburam is keeping, EWE, how do you pronounce? उच्चारण गर्नुपर्छ, AEIOU हेरेर हुन्न। हेर्नुस् है, कसैको साथीहरु हुनुहुन्छ कोही भने यो भन्दा अगाडि क्लासमा हुनुहुन्छ भने पनि तपाईहरुले गर्नुस्। क्याडेटको पनि मिल्छ, क्याडेट, असै, अक सबैको मिल्छ। विशेष गरी this is the new class for अक, अकको लागि नयाँ कक्षा पनि हो। Just you okay, Bauram is keeping अ भयो, हेर्दाखेरि एन लाग्ला जस्तो तर अ भयो यसरी। So let's go to the rule of using the. The means a definite article, definite article द को बारेमा छलफल गर्छौं। Use of the article. So here यसको लगभग तपाईलाई more than 30 भन्दा बढी रुल्सहरु छ है। तपाईहरुले सबैभन्दा पहिला के ख्याल गर्नु पर्यो, अकको साथीहरुलाई ए एन द आउँछ। असैको साथीहरु हुनुहुन्छ यहाँ क्लास भने तपाईहरुको लागि ए एन द नथिङ भनेको जीरो आर्टिकल, जीरो भनेको नलाग्ने पनि पढ्नु पर्छ। अब हामीले विचार गर्नुपर्ने कुरा के हो भने ए र एन लगाउँदै छौं भने while if we are just using a or n, we have to consider, means we have to think, हामीले विचार गर्नुपर्छ whether the given noun is singular or not. दिएको नाउन चाहिँ सिंगुलर हो कि हैन हेर्नुपर्छ।
सिंगुलर छैन भने ए र एन प्रयोग नगर्ने. वी क्यान नट युज ए अर एन इफ देयर इज नो सिंगुलर भर्ब. त्यो सरी सिंगुलर नाउन छैन भने ए र एन युज नगर्ने. अगाको साथीहरू बुझ्दै हुनुहुन्छ? ल अब यहाँनिर द इज युज, यो फेरि जहाँ पनि हुन्छ, बुकमा नि हुन्छ, यताउता हुन्छ, तर छलफल गरेर तपाईँले के गर्नु पर्यो, प्र्याक्टिस गर्नु पर्यो. यु सुड ह्याभ द लिस्ट अफ क्वेसन्स, यु सुड ह्याभ द लिस्ट सेट अफ क्वेसन्स, क्वेसनको सेटहरू हुनु पर्यो. विशेष गरी 9-10 को इङ्ग्लिसको प्र्याक्टिस बुक छ भने त्यो पनि द्याट इज भेरी युजफुल टु यु. तपाईँलाई एकदम उपयोगी हुन्छ. बजारमा अरू पनि हुन्छ. अर यु क्यान डाउनलोड with the सर्फ अफ गुगल सर्चबाट सर्फिङ गरेर पनि तपाईँले गर्न सक्नुहुन्छ. अर यु हेभ द बुक, आई थिङ्क यु हेभ बाउट द बुक, होइन? किताब किन्नुभएको छ, बल्की बुक, मोटो किताब, त्यसमा पनि दिएको हुन्छ प्र्याक्टिस गर्ने. द मोर यु प्र्याक्टिस, अटोमेटिकल्ली यु क्यान रिमेम्बर अल अफ द रुल्स. है, रुल सम्झिनलाई यो पढेर मात्र होइन, प्र्याक्टिस गर्नु पनि पर्यो. So in the beginning, see here, the भनेको द इज युज प्रयोग गरिन्छ बिफोर. यो चाहिँ बिगिनिङ पार्ट सबैमा. अघि नै मैले भने मोर देन 30 भन्दा पहिला 30 भन्दा बढी भन्न खोजेको. अघि एउटा इक्जाम्पल थियो, के छ? व्हाट इज इक्जाम्पल? के छ? अघिको HOLY, होली means religious or sacred, SACRED, sacred or religious books. हेर्नुहोस् है, HOLY होइन, फेरि HOLY चाहिँ फेस्टिभल हुन्छ. होली इट मिन्स सेक्रेड, रिलिजियस भनेको धार्मिक, पवित्र ग्रन्थहरू भनेको किताबहरू, जुनसुकै रिलिजनको भनेको धर्म. इक्जाम्पल पनि तपाईँले गर्न सक्नुहुन्छ. द अघिकै भयो रामायण, गीता. फेरि मान्छेको नाम गीता, पर्सनल नाउन भनेको पर्सनल हुन आएछ के अरे, प्रोपर नाउन भनेको व्यक्तिवाचक नाम, व्यक्ति जनाउने नाम अगाडि आर्टिकल लाग्दैन, प्रोपर नाउन. तर गीता भनेको यहाँनिर किताब हो भने चाहिँ लाग्यो, गीता मान्छे हो भने लागेन फेरि. ओके, द पुराण, यस, द बाइबल, एटसेट्रा. नम्बर 2, हेर्दै जानुहोस् है. तपाईहरूले पनि आफूले योभन्दा अगाडि स्कुल कलेजमा पढेको कुराहरू जस्ट रिकल, रिमेम्बर वाट एभर यु हेभ अलरेडी स्टडिड, अलरेडी रेड, अगाडि पढिरहनु भएको कुराहरूलाई मेमोराइज गर्ने हो. दिस इज नट अ न्यू टपिक टु यु, तपाईँहरूको लागि नयाँ यो टपिक होइन. सो हियर RIVR, रिभर कसरी पढ्ने पढ्नु चाहिँ? द इज युज्ड बिफोर द होली बुक्स. द इज युज्ड प्रयोग गरिन्छ बिफोर द रिभर, नेम अफ रिभर्स, यस, SEACOCEAN, ओसन, एन्ड डेजर्ट. एकै ठाउँमा लेखेँ मैले, यसले गर्दाखेरि 30 तपाईँको क्रस नहुन पनि सक्छ. जे होस्, हामीले वी आर जस्ट ट्राइङ टु रिमेम्बर द युजिङ रुल अफ द आर्टिकल. द मिन्स डेफिनेट आर्टिकल, दको रुल. रिभर्स, सी समुद्र, ओसन, डेजर्ट मरुभूमि भन्छ, डेजर्ट. महासागर भयो, यस, समुद्र भयो, डेजर्ट, मरुभूमि यसमा. So here just you can remember any
Rivers name, the Karnali. Yes. So the Nile, Mississippi, Missouri, Wango, Bagmati, Tamakosi, Mahakali. So river and sea, the Red Sea, sea नै जोडेर आउँछ यहाँनिर, sea, ocean, the Atlantic Ocean, 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 desert, मरुभूमिहरू तपाईहरुले कतिपय मरुभूमि चाहिँ यो चाहिँ ओसन सी जोडेर आउँछ, त्यो चाहिँ त्यो इजियर भयो भनेको सजिलो भयो, तर डेजर्टमा के भयो, डेजर्ट भनेर जोडेर आउँदैन, त्यही भएर डिफ्रेन्ट डेजर्ट्स इन द वर्ल्ड भनेर गुगलतिर यसो नामहरू खोजेर पनि लेख्नुहोस् तपाईले। द सहारा, यो क्यापिटल हुन्छ सहारा, द सहारा, द गोबी, द थार, द कालाहारी भन्ने यस्तो विभिन्न प्रकारको चाहिँ डेजर्ट्सहरू छ। तपाईहरुले द लिस्ट अफ डेजर्ट्स इन द वर्ल्ड भनेर सर्च गरेर नोट पनि बनाउने गर्नुहोस्, बिकज सेल्फ स्टडी इज भेरी इम्पोर्टेन्ट। तपाईले स्व अध्ययन भन्छ, हामीले आइडिया मात्र दिने हो, तपाईले खोजेर। अहिले त के छ, दिस इज द एज अफ डिजिटलाइजेसन, दिस इज द एज अफ साइन्स एन्ड टेक्नोलोजी, दिस इज द एज अफ AI, artificial intelligence. So we can do a lot by ourselves. हामी आफै गर्न सक्छौं, तर खोजेर विचार गरेर पढ्नु पर्यो। नम्बर 3, superlative, superlative degree of adjective. Adjective विशेषणको superlative degree ST or EST लाग्ने, हामीलाई थाहा छ। यस, comparative ER लाग्ने or more लाग्ने, LEST लिस्ट लाग्ने, भनेको EST लाग्ने अथवा MOST most or least, यसलाई सुपरलेटिभ भन्छ। सो यो धेरै कुरा हामीले प्राय सबै पढिसकेको कुरा हो, तपाईहरुले रिभिजन गर्ने हो। हियर द लंगेस्ट, हियर EST is here, long, longer, longest, positive, comparative and superlative. Here the most important, the most important thing. So in this way, we have to remember the rules of using the article. So here, number 4, next one. Before, अघि नै मैले सुरुमा लेखाएको थिएँ on the top of the board, यहाँ बोर्डको माथि लेखाएको थिएँ, के लेखाएको थिएँ, the is used before, त्यो चाहिँ पढ्नु पर्ने हुन्छ है। हुन त यो पोइन्ट्सहरु सम्झिने हो। the is used before the repeated, repeated nouns. Repeat, the noun that comes secondly, means second time, दोस्रो चोटि आउने अथवा दोहोरिने नाम अगाडि जहिले पनि द लाग्दछ। So here, example, this is a mobile. Yes, this is a mobile. The mobile, what is repeated here? Repeat भएको भनेको मोबाइल, नाउन दोहोरिएको छ, दोहोरिएको नाम अगाडि जहिले पनि द लाग्छ भन्नु खोजेको। This is a mobile, the mobile is very expensive. I've seen. Okay. Try मात्र गरेको छु सर, नरिसाउनु होला। Okay, try yourself, try and try, हैन?
ठिक छ, थ्याङ्क यू फर यर ट्राई। हामीलाई ट्राईले नै हुने हो। अब अर्कोमा जाउँ। नेक्स्ट वान, number 5. See, the second rule means the next rule of using the article is okay. BI is big hotels. Big hotel means like 3-star and 5 stars star like hotels. ठुल्ठुलो होटलहरू अगाडि द लागेको, द यस सोल्टी होटल and the Shangri-La Hotel, Mallo Hotel, or Sheraton Hotel, or any hotel's name you can write here. Hotel, Shangri-La Hotel, in this way. Just remember the points. 5 points means एउटामा चाहिँ हामीले रिभर, सी, समुद्र, ओसन, महासागर अनि मरुभूमि एकै ठाउँ राखौँ त्यसलाई। Number 6 here. Next point is political. टिपोट गर्नुहोस्। यसले चाहिँ के हुन्छ भने नि हाम्रो माइन्डलाई एक्टिभ गर्छ। केही साथीहरू चाहिँ के भन्नुहुन्छ, ए आइसक्यो मलाई यो आउँछ, त्यो होइन। Just you write, this is the massage. Massage means what? This is the training of your exercise of your hand, how smoothly you run your pen on your note copy or exam paper. Political parties, TY party, plural form parties, party. Before the name of political parties, we have to use the article. So in the case of Nepal, the Nepali Congress, any party's name you can mention here. Yes, CPN, UML, yes, Rashtriya Swatantra Party, or any party's name you can write, but we have to use the article. That is our intention. So here what is the number here? 5, 6. What if you are saying? Next number, next rule of using the article. So here, musical instruments, ins, TRUMANTS, instruments, वाद्य वादनको सङ्गीतका साधनहरू, instrument, सामग्रीहरू, tools. The is used before the musical instruments. So कुनै instrumentsहरू, FLUTE, flute, बाँसुरी, the harmonium, the madal, the sarangi, the violin. Next one. अब यो चाहिँ तपाईहरुले अघि नै मैले भने एक्सरसाइज दिएको हुन्छ, प्र्याक्टिसको लागि क्वेशन सेट दिएको हुन्छ। त्यो क्वेशन सेटबाट तपाईले जति प्र्याक्टिस गर्नुभयो त्यति रिमेम्बर हुन्छ, भनेको मेमोराइज हुन्छ। तपाईले सम्झनको लागि यो पढेर बस्ने होइन। पढ्न त एकचोटि सरर थाहा पाउन त परिगयो, अनि तपाईले प्र्याक्टिस गरिसकेपछि के हुन्छ, एक्जाममा झट्ट एकैचोटि 30-35 वटा जतिसुकै रुल भए पनि तपाईले एकैचोटि ठ्याक्क आइहाल्छ। यसरी प्र्याक्टिस भनेको त्यो हो। नेक्स्ट वान,
The is used before the unique things. UNIQUE, unique objects. वस्तुहरू अथवा थिङ्स भनेको. Unique means only one. Only one thing. See here. The is used before the unique objects or only one thing. एकल वस्तुहरू संसारमा यो ब्रह्माण्डमा भएको एक मात्र वस्तुहरू जस्तो the earth. यो द चाहिँ दि पनि भन्छौँ हामी. यो भावल अगाडिको आई आवाज अगाडिको दलाई दि भन्ने चलन पनि छ. The earth, the sun, the moon, the sky, the world. Sky आकाश पनि एउटै हुन्छ. So in this way, before the unique objects or before the only one thing in the universe, we have to use the article. The sun, the moon. I hope you are getting well. बुझ्दै हुनुहुन्छ होला. I'm just checking your message. I think nobody has mentioned anything. If you have any queries, you can text there. त्यहाँनिर तपाईहरुले टेक्स्ट गर्न सक्नुहुन्छ. तपाईहरुलाई if we have the time, I provide you model question as well. Okay, let's go to another rule of using the article, definite article the. हेर्दै हुनुहुन्छ हैन? HISTORICL, historical, ऐतिहासिक. Historical events. के लेखेको? यसको सुरुवातको सेन्टेन्स भनेको in the beginning, on the top of the board. अघि नै मैले लेखेको थिएँ सुरुमा. In the beginning I had written the first part of the sentence. The is used before the historical events. ऐतिहासिक घटनाक्रम भन्छ यसलाई. ऐतिहासिक भनेको ठुलठुला इतिहास, इन्टरनेसनल और ग्लोबल कन्टेक्स्टमा चाहिँ आएका विभिन्न घटनाहरू, ऐतिहासिक घटनाहरू. फर एक्जाम्पल, the World War First. Now see here. W capital, I capital. नेपालीमा चाहिँ प्रथम विश्वयुद्ध भनेको यसलाई पहिला सुरुमा लेख्छौँ. इङ्ग्लिसमा चाहिँ World War First, World War Second. In this way, we have to write World War First. The Gen Z or Z. Gen Z or Z. American people, they pronounce Z as G. Gen Z movement. Andolan. Now, in this way, the Gen Z movement, the World War First, the Cold War, the African Nigerian war. In this way, the events receives the article. The use हुन्छ. के भन्दै हुनुहुन्छ? महेश थापाजी has mentioned, सर म चाहिँ रिपोर्ट राइटिङ एन्ड एसए अनि प्यासेज चुज पढाउनु बेला थिएँ, फेरि रिपिट गर्नु. ओके, don't worry महेशजी, we will repeat or we will make revision of that chapter or content again. But do join the class regularly. Regular class monos, we will repeat. We will just talk about असैको साथीहरूले तपाईहरुको रिपोर्ट राइटिङ
report writing, addressing to your commanding officer, होइन, कमान्डिङ अफिसरलाई एड्रेस गरेर लेटर फर्ममा लेख्ने त्यो हुन्छ। एसे राइटिङ पनि हुन्छ हो। र रिडिङ टेक्स्ट मिन्स कम्प्रिहेन्सन, हाउ मच यु अन्डरस्ट्यान्ड बाई रिडिङ द टेक्स्ट। टेक्स्ट मिन्स प्यासेज पढेर एन्सर दिने, त्यो पनि हुन्छ। प्यासेज पढेर एन्सर दिने चाहिँ अक नेपाली यो सेनाको अकको साथीहरूलाई, अमलदार कर्मचारीको साथीहरूको लागि त्यो हुन्छ। तर रिपोर्ट राइटिङ र अर्को चाहिँ हुँदैन। फेरि त्यो तपाईँहरूले सिलेबस लिनुभएको छ। मैले फेरि रिक्वेस्ट गरेँ सम्पूर्ण साथीहरूलाई, सिलेबस कण्ठ हुनुपर्छ यहाँनिर। भनेको के पढ्नुपर्ने, के पढ्नु नपर्ने, के प्र्याक्टिस गर्ने, कस्ता क्वेसन आउँछन्। पुराना क्वेसनहरू नि हेर्नुहोस्, युट्युब च्यानलतिरहरू पनि पाउँछ, अथवा यु डु कन्ट्याक्ट टु द इन्स्टिच्युट ड्रिम हाई एजुकेसन एकाडेमी बागबजार, यु मेक अ कल, होइन, अथवा फिजिकल्ली भेट्न पनि सक्नुहुन्छ। त्यहाँ गएर सरहरूसँग सल्लाह गर्ने, उहाँहरूले आइडिया दिनुहुन्छ। उहाँहरूसँग धेरै अनुभव छ यो फिल्डमा, र उहाँहरूको अनुसार आई थिङ्क they will also provide you some materials, yes, supportive materials, videos, and etc. as well. त्यो पनि उपलब्ध गराउनुहुन्छ। So next point, don't worry about that, but you should have the clear strategy plan. आफ्नो प्लान बनाउनुहोस्, स्ट्राटेजी बनाउनुहोस्, पढेका कुराहरू कतै पनि मिस्टेक नहुने गरी। कम्पिटिसन भनेको इट इज नट जस्ट पासिङ द एक्जाम, एक्जाममा पास गर्ने मात्र होइन। यो भनेको एउटा त्यहाँनिर निश्चित तोकेको सङ्ख्या हुन्छ, त्यो भित्र अटाउनु पर्यो यसरी। नेक्स्ट वान, द इज युज्ड बिफोर द नेम अफ libraries, LIBRARY, singular, IES plural. Libraries, museums, yes, sangrahalaya, museum, CLUBS, clubs. Now say, before the library, before the museum, before the club's name, we have to use the article. That is our discussion about. So here, heर्नुहोस्, the library जोडिएर आउँछ, LIBRARY, the Central Library in Tribhuvan University, the British Library, yes, the Kesar Library, etc. or a museum, the Birendra Museum. Similarly, the Lions Club, okay, the Lions Club. In this way, we have to study about the rules of using the आर्टिकल। अघि नै मैले भने यसको धेरै रुलहरू छ। यो पढेर हामीले प्र्याक्टिस गर्यौँ भने हामीले सजिलै गर्न सक्छौँ। प्र्याक्टिस गरेनौँ भने फेरि हामीले सम्झिन सक्दैनौँ। त्यो कुरो ख्याल गर्नु होला तपाईँहरूले। ओके, नेक्स्ट वान, कति नम्बर पुग्यो मैले यहाँनिर अलिकति भुलेँ। यु क्यान नम्बर हियर, गिभ द नम्बर दिन सक्नुहुन्छ सिरियली, अर्डरली। HISTORICL, हिस्टोरिकल, BUILDINGS, buildings or monuments. Now see here, before the historical buildings or monuments भनेको कसैको सम्झनामा बनाएको कुनै स्मारक भन्छ यसलाई। सम्झनामा बनाएको कुनै चिजहरू, वस्तुहरू स्मारक। अगाडि चाहिँ के लाग्छ, before the historical buildings or monuments, we have to use the article, the
What is? Maybe Kastamonu. एउटा इतिहास बोकेको है फेरि हेर्नु द ताजमहल महल इन आग्रा इन इन्डिया महल से ताजमहल द रानी पोखरी कसैको स्मरणमा अथवा सम्झनामा बनाएका त्यस्ता वस्तुलाई मोनुमेन्ट्स भन्छ हो मेमेन्टो मेमेन्टो मोनुमेन्ट्स अथवा कुनै त्यस्तो भवनहरू द सिंहदरबार विशेष इतिहास बोकेको त्यस्ता बिल्डिङहरू हुन्छ त्यसलाई भन्छ द गोर्खा दरबार इन दिस वे we have to use the लेख्दै हुनुहुन्छ ओके NATIONAL नेशनल नेपालीमा राष्ट्रिय भन्छ एन्ड INTERNATIONAL इन्टरनेशनल डेज अब यहाँ हेर्नुहोस् है अन्तर्राष्ट्रिय दिवस हो यो कुरो बुझ्नु जरुरी छ तपाईहरुले सन्डे मन्डे ट्युजडे वेडनेसडे थर्सडे फ्राइडे स्याटरडे यो यस्तो दिनहरु अगाडि जीरो आर्टिकल नो आर्टिकल त्यो असैको साथीहरु हुनुहुन्छ नि नो आर्टिकल लाग्दैन अथवा क्याडेटको हुनुहुन्छ नि अक्कको लागि त एएन 10 छ यहाँनेर तै पनि बुझ्दा राम्रो कुनै पनि दिनको अगाडि लाग्दैन तर दिवसको अगाडि दिवस भने के एक दिनमा मनाइने कुनै कार्यक्रम दिवस यसलाई डेज भनेको त्यो हैन मन्थको अगाडि लाग्दैन मन्थ भने सन् जनवरी फेब्रुअरी वैशाख जेठ यिनीहरु अथवा दिनको अगाडि लाग्दैन तर यस्तो अगाडि अब यहाँबाट बुझौं एक्जाम्पलबाट द इन्टरनेशनल INTERNATIONAL international WOMENS women's women and women's भन्छ फेरि women's day यस्तो क्यापिटल हुन्छ हो द फादर्स डे द टिचर्स डे टिचर्स प्लुरलमा चाहिँ बाहिरबाट हुन्छ एपोस्ट्रोफी टिचर्स डे यसरी दिवसहरु अगाडि पनि के लाग्दो रहेछ हेर्दै जानुस् है अहिले टिप्दै जानुस् अहिले कति बुझ्नुभयो क्याच गर्नुस् you keep into your mind or you have note forever सधैँको लागि नोट पनि भइहाल्छ in any time in your need आवश्यकता परे बेला you can see your note so next one अब द इज युज्ड भन्ने चाहिँ सुरुमै लेखेका छौं हामीले पोइन्ट मात्र लेख्दै छौं यहाँनेर द इज युज्ड बिफोर द एज भने उमेर हैन है एरा ERA एरा व्हाट डू वी कॉल युग or युग द एज और एरा भनेको युग विभिन्न युग हुन्छ मानिसहरुले आर्ट्स एन्ड लिटरेचर भनेको कला साहित्यमा पनि विभिन्न युगहरु गरेको छ विभिन्न शासनकालमा नेपालमा पनि मल्लकाल के कालखण्ड हुन्छ नि युग त्यो भएको छ त्यसैगरी विभिन्न सिभिलाइजेसन भनेको हाम्रो मानव सभ्यताको विकासको क्रम पनि विभिन्न युगहरुको घोषणा गरेको छ क्याटेगोराइज भनेको बाँड विभाजन डिभिजन गरेको छ त्यसको अगाडि भन्न हालेको द STO यस्तो एजहरु ठाउँको नाम मान्छेको नाम यस्ता विशेष खालको चाहिँ क्यापिटल हुन्छ अगाडि द STO यानी स्टोन एज यस द मोडर्न एज द पोस्ट मोडर्न एज अहिले चाहिँ हामी पोस्ट मोडर्न एजमा छौं मोडर्न पछि पोस्ट मोडर्न जस एज आयो भने हो रिनान्स एज विभिन्न एजहरु हुन्छ एज भनेको उमेर हैन युग हो ड्युरेसन अफ टाइम पिरियड अफ एनी इभेन्ट्स द लाग्ने रहेछ भने बुझ्नु पर्यो
Next point, SCIENTIFIC, scientific inventions. Scientific means science and technology related invention. आविष्कार भन्छ इन्भेन्सनलाई. आविष्कार अगाडि यसरी, for example, the mobile telephone, the radio, the computer, the mobile, etc. So यसरी तपाईहरुले गर्नु पर्यो. So Harasman Shrestha has, I am a new and this is my first English online class, so I don't know, sir, what you have taught before. Okay, don't worry. यो भन्दा अगाडि हामीले भर्खर सुरु भएको हो. तपाईहरुले टेन्सन लिनु पर्दैन. यहाँनेर मैले लेखेको छु, हेर्नुस् त यहाँनेर. This is just the new class, and the one who already attended in the previous class, this is a revision for them. अगाडि हुने साथीहरुको लागि रिभिजन हो. और नयाँ साथीहरुको लागि के हो, न्यू क्लास हो. यहाँ अक भनेर लेखेको छु मैले, अमलदार कर्मचारी नेपाली सेनाको र नेपाल प्रहरीको चाहिँ यो असैको लागि अथवा नेपाली सेनाको क्याडेट अधिकृतको लागि पनि यो रिलेटेड छ. सो अगाडि के पढियो अथवा के गर्यो भन्ने कुरामा टेन्सन लिनु परेन. तपाईहरुलाई त्यही पनि यो भन्दा अगाडिको भिडियोहरु recorded. This video is just featuring from featuring online. Online मा अहिले ब्रोडकास्ट पनि भइरहेको छ, यो लाइभ पनि भइरहेको छ. सो त्यहाँबाट नि हेर्न सक्नुहुन्छ. यो भन्दा अगाडि ड्रिम हाई एजुकेसन एकाडेमीको फेसबुक पेजमा गएर यो भन्दा अगाडिका क्लासहरु इंग्लिशको र अन्य क्लासहरु तपाईले त्यहाँबाट लिन सक्नुहुन्छ. और you can do contact and receive your recorded video as well. Okay, from the institute. इन्स्टिट्युटबाट रेकर्ड गरेको भिडियोहरु पनि तपाईलाई पठाइदिनुहुन्छ. सो डोन्ट वरी, टेन्सन नलिनुस्, चिन्ता नलिनुस्. अफिसमा कन्ट्याक्ट गर्नुस्. इट विल बी अभाइलेबल टु यु, उपलब्ध हुन्छ. नेक्स्ट पोइन्ट. सो हियर parts of the house. Here's say parts of the house. I will take just for an hour. 1 घण्टा लिने हो मैले. सो यसो प्राविधिक यहाँनेर तयारी गर्दै गर्दै 10 मिनेट गएको थियो. 10 मिनेटमा हामीले स्टार्ट गर्यौं. सो we have 15 minutes of time left. एक्टिभ भएर बस्नु होला. पार्ट्स अफ अ हाउस, द हाउस, घरको विभिन्न कोठाहरु हुन्छन्, पार्ट्सहरु हुन्छन्, त्यसको अगाडि चाहिँ द लाग्छ भन्न खोजेको. द आर्टिकल इज युज्ड जस्ट बिफोर द पार्ट्स अफ द हाउस. द किचन, अलि फास्ट त भएको छैन नि, लेख्दै हुनुहुन्छ. स्क्रिनशट लिन सक्नुहुन्छ. और यु क्यान स्क्रिनशट भन्दा नि बढी लेख्ने प्र्याक्टिस गर्नु. अलि फास्ट हामीले हात चलाउनु नि पर्ने हुन्छ. सो ब्ल्याङ्क कपी युज गर्नु होला. तपाईहरुको लोकसेवाले यो ब्ल्याङ्कमा लेख्न दिन्छ र अहिलेदेखि ट्राई गर्नुभयो भने तपाईहरुको सिधा जाने, नत्र सहरमा जस्तो चढ्ने माथितिर जाने अथवा तलतिर झर्ने हुन्छ. अब माथिको सट्ट फोल्ड गर्ने, फोल्ड गरेपछि यहाँ एक रिङ्कल भनेको त्यो फोल्डेड लाइन हुन्छ. त्यो लाइनबाट सुरु गरेपछि सर्र सबै लाइन हुँदै सिधा हुँदै जान्छ. त्यसैले ब्ल्याङ्क स्पेस कपीमा चाहिँ गर्नुस्. द डाइनिङ रुम, द पूजा, द बाथरुम हो. ए कुरो बुझिहाल्नुहुन्छ, धेरै लेखिरहनु परेन जस्तो लाग्छ मलाई. नेक्स्ट वान, बडी अर्गन्स. ORGANS. अर्गान्स भनेको
अंगहरू बडी ह्युमन बडी अर्गन्स इट मिन्स ह्युमन बडी पार्ट्स भन्न खोजेको शरीरका अङ्गहरू द HEART heart the heart मुट्टु the kidneys the lungs फोक्सो यस्तो किसिमको तपाईहरुले बुझ्दै हुनुहुन्छ मेरोमा त भिडियो चल्दैन सर भन्नुभयो 11 नम्बर सर ओके ठीक छ नम्बर दिँदै जानुस् भिडियो किन चलेन त body organs and now let me tell you the next point भनेको अर्को पोइन्ट बुझौँ डिरेक्सन मिन्स दिशा पातल होइन मोटो हुन्छ पातल दिशा अर्कै हुने भयो यहाँनिर पातल स भनेको दिशा डिरेक्सन yes we know I know art yes the north दायाँतिर के हुन्छ जहिले नि on the right hand side on the map जहिले पनि east हुन्छ EAST east the west the south direction before the name of direction we use the article भन्ने कुरा चाहिँ भयो यसको बिगिनिङ फेज पहिले लेखिसकेका छौं इन दिस वे अघि नै मैले के भने तपाईलाई भने कुनै कुनै अवस्था भनेको इन सम सिचुएसन अर कन्डिसन वी क्यान नट युज एनी आर्टिकल एट अल कुनै पनि आर्टिकल प्रयोग गर्न सक्दैनौ गर्नु हुँदैन भनेको थिएँ कुन कुनमा याद छ तपाईलाई अघि नै मैले भनेको थिएँ बिफोर द नेम अफ डेज एन्ड मन्थ भनेको थिएँ बिफोर द नेम अफ डेज मन्थ बुझ्नुस् है महिनाको नाम अगाडि दिनको नाम अगाडि अनि अर्को रिलेटिभ्स अगाडि रिलेटिभ भनेको नातागोता फादर मदर ब्रदर यस्तो किसिमको सिस्टर अनि स्पोर्ट्स एन्ड गेम्स खेलकुदको नाम अगाडि लाग्दैन जीरो आर्टिकल भनेको नो आर्टिकल एएन द नलाग्ने भनेको के स्पोर्ट्स एन्ड गेम्स रिलेटिभ्स डेज नेम अफ द डेज एन्ड नेम अफ द मन्थ्स अनि अर्को के प्रपर नाउनमा पनि लाग्दैन भने अघि नै मैले प्रपर भनेको सिंगल सिंगुलर प्रपर भनेको व्यक्तिवाचक जस्तो मान्छेको नाम हुन सक्छ एकल वस्तुहरु जस्तो देशको नाम हुन सक्छ माउन्टेन एउटा माउन्ट गौरी शंकर माउन्ट एभरेस्ट लाग्दैन तर चेन अफ माउन्टेन भने ग्रुप अफ माउन्टेन हुन्छ नि रेन्ज अफ माउन्टेन त्यसमा लाग्छ द हिमालयज भन्छ नेपालको हिमालहरुको समूहलाई इन्डिज पर्वतमाला श्रृंखला भन्नुभयो होला तपाईले सुन्नुभयो होला द इन्डिज आल्प्स भन्ने सुन्नुभयो होला द आल्प्स हो रक्की पर्वतमाला श्रृंखला सुन्नुभयो होला द रक्कीज यस्तो किसिमको चाहिँ लाग्छ प्रोपर भने व्यक्तिवाचक नाममा लाग्दैन अनि खानेकुराको आइटमहरु ब्रेकफास्ट लन्च डिनरहरुमा लाग्दैन तर विशेष भोज फिस्ट भन्छ द बर्थडे मिल यस्तो स्पेशल खानाहरुको अगाडि लाग्छ यो कुरा नि ख्याल गर्ने मैले के भन्न लागेको थिएँ म आफैले यहाँ बिर्सेँ ओके नम्बर there are two types of numbers one is cardinal number and the next one is ordinal cardinal तपाईले पढ्नु भएको होला कार्डिनल भनेको 1 2 3 पढ्नु होला यो भन्न खोजेन ऑर्डिनल नम्बर्स भने चाहिँ फर्स्ट अथवा यसरी लेख्छौं हामी फर्स्ट सेकेन्ड थर्ड फोर्थ हो अर्को पोइन्ट तपाईले लेख्नुस्
यहाँनिर बिफोर द नेम अफ ordinal number, ordinal numbers, we have to use the article here. So the प्रयोग कतिखेर गर्ने? The first, the 100th, th मा stnd मा आउने 100th, यसलाई भन्छ ordinal number. ordinal number मा हामीले जहिले पनि के गर्नुपर्छ? the article प्रयोग गर्नु पर्छ. भर्खर मैले तपाईलाई के भने? प्रोपर नाउन हो नेपाल, इन्डिया, चाइना, बङ्गलादेश, जापान, हैन? यो सबै के हो? प्रोपर नाउन हो, व्यक्तिवाचक नाममा हुँदैन. तर युनाइटेड or plural countries, यो भनेको मतलब कन्ट्री भनेको देशहरु, सिंगल देशहरु, युनाइटेड भनेको यु लागेर आएकोमा चाहिँ लाग्छ भनेको. द इज युज बिफोर द युनाइटेड कन्ट्रीज, बिफोर द प्लुरल कन्ट्रीज. प्लुरल कन्ट्रीज भनेको कन्फ्युज नहुनुस् है, कुनै पनि कन्ट्रीको पछाडी एस लागेको छ भने. द फिलिपिन्स, फिलिपिन्स, द नेदरल्यान्ड्स, एस लागेको छ नि हो, त्यस्ता देशमा चाहिँ लाग्छ, अरूमा लाग्दैन. यु, द युके अथवा युनाइटेड भनेर नि आउँछ. द युएसए, यु को सट्टा युनाइटेड आउन नि सक्छ, यु आउन नि सक्छ, यो चाहिँ ख्याल गर्नु. द युनाइटेड, ओके, द युनाइटेड नेसन्स अफ, युनाइटेड नेसन्स अफ अमेरिका, अथवा के यु नेसन्स हैन, स्टेट्स भन्नुपर्ने, नेसन भएछ एसटीएटीएस, युनाइटेड स्टेट्स अफ अमेरिका, युएसए. अब यहाँ यस्तो किसिमकोमा लाग्ने भयो. कति पुर्याउनु भयो तपाईहरुले? याद गर्नुस् है, यहाँनिर नम्बर दिँदै जानुस्, धेरै छ यहाँनिर मैले बताउँदै छु. यो किसिमको भयो. अब अर्को छ इंटरनेशनल भनेको भेरी रिकग्नाइज्ड, भेरी रिनाउन्ड एन्ड वर्ल्ड वाइड स्प्रेड, संसार फैलिएका त्यस्ता अर्गनाइजेसनहरु हुन्छ. संस्था, संघ संस्थाहरु, अर्गनाइजेसन भनेको इन्स्टिट्युसन्सहरु, अगाडि पनि द लाग्ने भयो. द इज युज बिफोर द वेल स्प्रेड or widespread international or any famous organizations. Worldwide famous. Spread भनेको एकदम फैलिएका. The what is organization? The UNO. Yes, United Nations Nation Organizations. UNO संयुक्त राष्ट्र संघ भन्छ. यस्तो किसिमको संस्थाहरु अगाडि पनि द आर्टिकल लगाउनु पर्छ. अघि युनाइटेड स्टेट्स त्यहाँ लेखेकोमा यहाँनिर एउटा लेख्नुस्, LANDS अघि मैले भन्न चाहिँ भने तर लेखेको थिएन. नेदरल्यान्ड्स अन्तिममा यस लागेको प्लुरल जस्तो देखिने कन्ट्रीहरुमा पनि द लगाउने भन्ने कुरा मैले भर्खरै गरे. ओके, 29 नम्बरमा पुग्यो. कति नम्बरसम्म छ सर भन्नु यो भयो चाहिँ सबै पढ्नु पर्ने हुन्छ. अब कति नम्बरसम्म पुग्छ हेरौँ है त एकछिन. वी हैव सम मिनट्स अफ टाइम लेफ्ट. केही समय बाँकी छ. तपाईले यो भिडियो फेरि दोहोर्याएर हेर्न सक्नुहुन्छ हो. केही छुटेको कन्फ्युज भयो फेरि हेर्न सक्नुहुन्छ. फेरि गर्ने, नोट हेर्ने, नोट चाहिँ गरिराख्नुस्. Before the name of अघि मैले भनेको थिएँ BIG बिग मिल भनेको
फिस्ट भोज भन्छ यसलाई भोज ठुल्ठुलो खानेकुराहरू ब्रेकफास्ट लन्च डिनरमा चाहिँ लाग्दैन तर केमा चाहिँ लाग्छ विशेष खालको स्पेशल मिल भनेको यो बिफोर द स्पेशल मिल वी युज द आर्टिकल द बर्थडे मिल ओके यसरी मिल विशेष खालको भोजन अथवा भोज भतेर त्यसको अगाडि चाहिँ के हुने भयो यो लाग्ने हो सिमिलरली अघि मैले भने कुनै पनि दिन सन्डे मन्डे ट्युजडे वेडनेसडे थर्सडे फ्राइडे यो लाग्दैन तर तिनीहरूको भागहरू भनेको पार्ट्स अफ डेज यसको सुरुवाती के हुन्छ द इज युज बिफोर द पार्ट्स अफ अ डे यसलाई डे ब्रेक भन्छ डे ब्रेक अगाडि लाग्छ तर केसँग आएको हुनुपर्छ इन प्रिपोजिसनसँग आएको हुनुपर्छ होइन भने लाग्दैन अब कुरो कन्फ्युज भयो भने यहाँ हेर्नुहोस् है त द इन आयो भने इन द मर्निङ मर्निङलाई के भन्छ सनराइज डाउन उषा भन्छ डिएडब्ल्युएन है डिओडब्ल्युएन यो पनि हुन्छ इन द डाउन इन द सनराइज इन द मर्निङ इन द डे ब्रेक or in the evening or in the dusk पनि हुन्छ twilight पनि भन्छ in the twilight evening यहाँ हेर्नुहोस् त दिनको भाग हो नि केसँग आएको छ हेर्नुहोस् त यहाँनिर तर बट एट लाग्यो भने यहाँ हेर्नुहोस् बट भने यहाँ लेखे तपाईँले बुझ्नुहोस् एट लागेको छ भने द लाग्दैन at morning in the night but at night नियम कडा छ के at morning at in लागेर आएको कुनै पनि दिनको भागसँग अथवा पार्टसँग चाहिँ द लाग्छ at लागेर आयो भने द लाग्दैन यो पनि ख्याल गर्नुस् हेर्दा सामान्य छ तर कति धेरै रहेछ भन्नु होला यो धेरै लागेको मात्र हो यो तपाईले प्र्याक्टिस गर्दा 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 त्यतिकै अटोमेटिक थाहा हुन्छ तपाईलाई यसरी हो ओके नाउ भाइटल पोस्ट मेन पोस्टहरु हुन्छ नि पोस्ट भनेको पदहरु हुन्छ पदहरु अगाडि यसरी हुने भयो बिफोर डिफरेंट पोस्ट भाइटल पोस्ट मेन पोस्ट जस्तो उदाहरण लागि द कमान्डिङ अफिसर और द प्रिन्सिपल PRINCIPAL पोस्ट हो द मैनेजर पोस्ट हो द प्राइम मिनिस्टर पोस्ट हो द मिनिस्टर यस्तो किसिमको विभिन्न पदहरु हुन्छ नि पद पोजिसन पोस्ट यसको अगाडि हामीले द प्रयोग गर्नु पर्छ so we don't have enough time but I write 2 more points here अब यहाँ एउटा वर्ड हेर्नुस् त एडजेक्टिभ भनेको विशेषण नेपालीमा हामीले पढेका छौं विशेषण के छ द प्लस एडजेक्टिभ यो प्लुरल हुन्छ जहिले भनेको विशेषण जनाउने वर्ड अगाडि द लगाउने द पोर भन्यो भने गरिब गरिब के गरिब मान्छे यस्तो के कस्तो कसलाई भन्दाखेरि एडजेक्टिभ आउँछ यो विशेष गरी हाम्रो क्याडेटको साथीहरुले पढ्नुपर्छ द पोर हरु द प्लस एडजेक्टिभ लाग्यो भने प्लुरल हुन्छ अर्को भनेको तपाईहरुले
यहाँ केही छुटेको छ, अझै पोइन्ट्सहरू छ यहाँनिर। भर्खरै एउटा सम्झाएको थिएँ, मैले बिर्सेँ। सो एनिवे अर्को हेर्नुहोस्, POSITION पोजिसन भनेको कुनपट्टि, कहाँनिर लोकेसन अथवा एक किसिमको कतापट्टि भन्नलाई। अन द राइट, यहाँ हेर्नुहोस् है, अन द लेफ्ट, अन द टप, यस्तो किसिमको। अन द टप, अन द लेफ्ट, अन द राइट, पोजिसन जनाउनु कता कुन पोजिसनमा छ भन्नाले। अब अर्को एउटा यहाँनिर छ NATIONALITY, नेसनालिटी। एकदम ख्याल गर्नुहोस् है, यो एकदम झुक्याउँछ। नेसनालिटी, व्हाट वी कल इन नेपाली राष्ट्रियता। राष्ट्रियता भनेको नेपालमा बस्ने नेपाली। अब यसमा कुरो के छ भने नि, द EUROPEAN हुन्छ, द नेपाली भयो अथवा नेप्लिज हो। यहाँ हेर्नुहोस्, द नेप्लिज, द युरोपियन, तर EUROPEN युरोपियन बोय, यसरी नाउन आयो भने राष्ट्रियता पछाडि नाउन आयो भने यस्तो AN लाग्छ। राष्ट्रियता मात्र आयो भने के लाग्छ, द लाग्छ। त्यो ख्याल गर्नु होला तपाईहरुले। यो केही पोइन्टहरु बाँकी छ, अब पछिल्लो क्लासमा छलफल गरौँला। शिप्स, तपाईहरुले बुकहरु याद गर्नुस्। पानी जहाज को अगाडि जस्तो धेरैले सुन्नुभएको द टाइटानिक भन्छ, द कुबेर हो, टाइटानिक। A different name of ships in the world, the biggest, largest ship in the world भनेर तपाईले गुगल गरेर नि नामहरु यसरी गर्न सक्नुहुन्छ। So we don't have time right now, already the time has been over, समय सकिएको छ। तर के गर्नु पर्यो तपाईहरुले, आफ्नो नोट बुकमा नि हुन्छ, but we should have the विल पावर भन्छ, इच्छा हुनु पर्यो, तत्परता हुनु पर्यो, अनि मात्र हामीले सिक्न सक्छौं। सो एभ्रीबडी, thank you very much for your good, nice participation and support. If you have any confusion, you make a call to the office. Dream High Education Academy, Bagbazar is always with you. तपाईहरु साथमा छ र विशेष गरी असैको साथीहरुलाई पनि यो युजफुल छ थियो। So I must say goodbye for now. Thank you very much. Have a good night.